हेलो एभ्रिवान वेलकम टु माई मिनी भ्लग र मेरो भ्लग चाहिँ कुछ इस तरह सुरुवात हुन्छ क्या। बिहानको मेरो चाहिँ दिन यसरी सुरु हुन्छ, हेर्न सक्नुहुन्छ है। उठेर चाहिँ पहिला चाहिँ मैले यहाँनिर बेडसिटहरू मिलाउनुपर्छ। पहिला चाहिँ गएर ब्रस गरेर फ्रेस भएर आएर चाहिँ त्यहाँबाट चाहिँ मैले रुमहरू रेडी गर्दैछु, रुमहरू मिलाउँदैछु होइन। एकतिर नानीलाई छोडेर अनि एकतिर रुम मिलाउनु कति गाह्रो हुन्छ। एक नानी हेर्दै रुम मिलाउँदै, नानी हेर्दै रुम मिलाउँदै। तपाईँहरूलाई पनि यस्तै हुन्छ कि हुँदैन कमेन्ट गर्नुहोस् है। नानी काममा भएपछि यस्तै हुँदो रहेछ, मलाई चाहिँ यस्तै हुन्छ। कमेन्ट गरेर भन्नुहोस् कसको यस्तो हुन्छ भनेर। एउटा काम गर्दै गरेँ, नानी यहाँ गर्छ फेरि गयो है। त्यसपछि चाहिँ रुमसुम सानोक पारेर चाहिँ म दोकान गएँ ब्रेकफास्ट के बनाउने भनेर। मलाई यो चक्लेट देखेर चाहिँ दिल गार्डन गार्डन हो गया है। अनि त्यसपछि चाहिँ मैले नानीको लागि कर्नफ्लेक्स अनि हाम्रो लागि चाहिँ ब्रेड लिएर आएँ। तर ठिक्क मेरो बुढा पनि आइसक्नु भएको थियो ड्युटीबाट है। मेरो बुढाको चाहिँ नाइट ड्युटी चल्दैछ नि त। अनि मैले नानीको लागि कर्नफ्लेक्स पनि रेडी गरिसकेको थिएँ। त्यसपछि चाहिँ नानी यहाँनिर खेलिरहेको छ, हेर्न सक्नुहुन्छ है। अनि चाहिँ नानीलाई चाहिँ निम्मा लाग्यो अरे कि यति झुट बोल्छ नि होइन। अन्त जुलुङ्गा खेल्ने अरे, अब कहाँ राख्ने जुलुङ्गा है। निकालेँ मैले साडी बाँध्ने लपारी, त्यसपछि नानीलाई सुतारी है। अनि यहाँनिर चाहिँ सुताउनु खोजेको के को सुत्थ्यो र नानी। त्यसपछि म माथि गएँ, माथि गएर खाना बनाउनु रेडी गरेँ। खानामा मैले भिन्डी दाल भात बनाएँ है। अनि हतार यहाँनिर भिन्डी दाल भात बनाएँ र नानीलाई हल्का ज्वरो आए जस्तो भयो। टेन्सन हो, टेन्सनमाथि टेन्सन। नानी भएको आमा भएपछि कति धेरै टेन्सन। खानासाना सबै पकाइसकेर मुनि झरेँ। त्यहाँबाट नानीलाई खानासाना खिलाएँ। नानीलाई फेरि सुताउनु पऱ्यो भनेर चाहिँ अनि नानीलाई यहाँ हल्लाउँदै थिएँ। नानीलाई फेरि यसरी नबोकी नहल्लाइ, सुत्दैन मान्दैन हो। अनि जसोतसो नानीलाई सुताएँ। र आजको मिनी भ्लग यही हो। तपाईँहरूलाई मन पऱ्यो कि मन परेन कमेन्ट गरेर भन्नुहोस् होला। भेटौँ अर्को भिडियोमा। अहिले बाई बाई।